सो हे गाइज वेलकम टु माई न्यू ब्लग। सो आई हेभ क्याजहरू सबै सन्चै हुनुहुन्छ होला, म पनि ठिकै छु। र आज चाहिँ हामी पार्टी गर्न गइरहेको छौँ। पार्टी गर्ने ठाउँ चाहिँ माथि हो, टावरमा पार्टी गर्ने चाहिँ। र मलाई चाहिँ पार्टी गर्ने चाहिँ के भने चाउमिन चाउचाउ र चटपटे। अनि सामान ल्याउनको लागि चाहिँ मलाई सल्यान जानुपर्छ। र सल्यान चाहिँ यहाँभन्दा धेरै टाढा नै छ। दुई घन्टा होइन 1 घन्टा त लाग्छ। जान चाहिँ आधी घन्टा लाग्छ, आउन चाहिँ आधी घन्टा 1 घन्टा लाग्छ समथिङ। र केटाहरूले चाहिँ मलाई बोलाएछन् फोन गरेर जाम भनेर फोन गरेछन्। त्यही भएर म चाहिँ हिँडेको। अब चाहिँ गाइज हामी चाहिँ सामान ल्याएर घर आइसक्यो र घरहरूको सामान रेडी गरेर चाहिँ अब चाहिँ हामी माथि जानु थाल्यो। देख्न सक्नुहुन्छ अहिले चाहिँ दिउँसोको 2 बज्न लागिसक्यो। र अब चाहिँ हामी टावरमा जाने सामानहरू रेडी गर्दैछौँ। अनि गाइज अब चाहिँ हामी सबै सामान रेडी गरिसक्यो र अब चाहिँ हामी माथि जाँदैछौँ। हेर्न सक्नुहुन्छ लास्टै गर्मी छ गाइज। सुरज भाइ आउँदैछन् अनि हामी चाहिँ अगाडि गइसक्यो। गर्मी छ, लास्टै गर्मी छ गाइज। घर माथि र हम चाहिँ घर माथिबाट जाँदैछौँ, जाँदैछन्। ओए पानी छियो। घरभन्दा थोरै माथि आइयो गाइज। अझै धेरै टाढा नै छ, जानलाई धेरै लामो बाटो नै छ। त्यही गर्नु होला गाइज। के बोके अन्तिराले बोक्छ अनि सो गाइज हामी चाहिँ अहिले आधी बाटो हिँडेर आधी बाटोसम्म आइसक्यो। अझ जान हटाउने जति आयो त्यति जान गाइज। सो केटाहरू केही भनिदियो त। लाइक कमेन्ट सेयर गरिदिनु होला गाइस। र जाम यो म सक्छु। यस्तो भ्यू देखिन्छ गाइज, हेर्नु होला। अझ दामी भ्यू त अझ टावरमा गएपछि देखिन्छ कि, टावरको टुप्पाबाट देखिन्छ मेरो गाइज। उहाँ चाहिँ गुराँस फुलिरहेको माथि गएपछि धेरै खान होला चाहिँ। फाइनली गाइज हामी चाहिँ टावरसम्म आइसक्यो। केटाहरू सब एक्साइटेड भइदियो। सो गइदिउँ फाइनली स्या भयो यार। सक्नुहुन्छ गाइज। ओइ कौनले आगो लगाइदिन्छ यार। फाइनली गाइज टावरसम्म आइसक्यो। र गाइज अब म टावरको टुप्पासिम गएर देखाइदिन्छु गाइज। यस्तो दामी भ्यू। तिनी चाहिँ त्यहाँ आउँदैछन्, तिनीले नि हल्का बनाउन सिक्दैछन् भ्लग। सो गाइज देखेर सक्नुहुन्छ टावर। अब चाहिँ म यो टावरको टुप्पामा पुग्छु। टुप्पामा पुगेर देखाउँछु हजुरलाई टुप्पाको भ्यू, टुप्पाबाट कस्तो भ्यू देखिन्छ होइन। र लेट्स गो, म चाहिँ टावरमा चढ्दै हो। सो फाइनली गाइज म चाहिँ टावरको टुप्पामा आइसकेँ र टावरको टुप्पाबाट देखिने भ्यू चाहिँ यस्तो दामी हो। हेर्न सक्नुहुन्छ त्यो चाहिँ शान्तिपुर, त्यो चाहिँ बागलुङ भनेको यार सल्यान। र यो चाहिँ सुखौरा। त्यतिर त बादल लाग्यो, कस्तो कालो कस्तो देखियो गाइज। उता चाहिँ कालो देखियो बादलहरू चाहिँ। त्यहाँ दाउरा बसाउँदै। सो म चाहिँ टावरको टुप्पामा झरिसक्नु। म चाहिँ टावरबाट देख्न सक्नुहुन्छ। म चाहिँ म 60 जाँदैछु। तिनीहरूले चाहिँ के गरिसके
अघि फुट्नेलाई किनकि लाइटर मसँगै हान्छ त्यहाँ सन्थिनीहरू चाहिँ लेट्स गो आगो बोल्दैछ अब चाहिँ बोल्छ जस्तो होइन अब चाहिँ बोल्छ जसरी नि बोल्नै पर्छ नत्र हामीले यसको मुख सुच्चा दिन्छ कति लाजाक ल गाइस 10 मिलियन रकिहाल्छ लग रेडी गरौँ के अब सो गाइस अब चाहिँ पानी परा जस्तो छ बादल लागिसक्यो र अब चाहिँ हामीले सुरु गर्दैछौँ आगो सो बोलिसक्यो आगो चाहिँ बालिसक्यो फुकिसक्यो आगो चाहिँ र अब चाहिँ यसमा पानी तताउन गइरहेको छन् सो यता चाहिँ चटपटे बन्दैछ यता चाहिँ रामेन उता चाहिँ आगो के अरे पानी तात्दैछ उता चाहिँ भिडियो भइरह र यता चाहिँ सामानहरू देख्न सक्नुहुन्छ कुराहरू हेलो ताला पानी तात्दै है गाइस त्यहाँ चाहिँ यो उमाल्नलाई सो गाइस अब चाहिँ हामीले चटपटी खान लाम चटपटी र चाउचाउ सक्नुहुन्छ ल्याउनु छिटो 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 कन्ट्रोल भएन एहे रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सोके सो गाइस अब चाहिँ चटपटी र चाउचाउ खाँदै हाम्रो स्टार्ट भइसकेछ खाना स्टार्ट गरिसक्यो गाइस हामी चाहिँ सक्नुहुन्छ हजुरलाई देखाउँछु चटपटे चाउमिन यसैमा खाइदिनु है खाउको पहिला यो त खान्न अहिले खान्छु यो खान्छु दामी पिरो थियो है सो गाइस अहिले चाहिँ हाम्रो रेडी भइसक्यो चटपटेहरू अहिले चाहिँ हामी स्टार्ट गरेको खाना चाहिँ फर्स्ट पिरो चम्चा चाहिँ लिएन गाइस हातले चाहिँ धम्का म चटपटी खाइदिन्छु पिरो भयो रे गिलासको व्यवस्था चाहिँ हाम्रो बोर्डको गाइस चटपटी दामी भयो यो यार लास्ट पिरो हो गाइस कस्तो हो गाइस एकदम पिरो मिठो दामी लास्ट पिरो गाइस हाम्रो आज सोचे जस्तै भने जस्तै सब भइरहेको छ गाइस आज राति चाहिँ कसरी कटाउने त्यो चाहिँ थाहा छैन रात परिसक्नु लाग्यो गाइस हुन्छ हामी चाहिँ अघि नै आएको 3 बजेतिर र गाइस यतिमा चाहिँ म ल के होला ओ पिरो सकिन्छ हजुर गाउँ खाऊ फाइनली हाम्रो चाहिँ अहिले चौथो चाहिँ सक्यो अब त चटपटे चाहिँ खाँदैन के भयो धेरै पिरो भएर मजा अनि छिटो छुट्टै मजा आउँछ एक्सप्रेसन छुट्टै हुन्छ
त्यस जति पिरो आउनु पर्ने त्यति पिरो नै आएन त्यसमा हालेर अब यो चाहिँ मिठो यसले फेरि यस्तो घुमाइदियो त मसला जति सुकेको हातले खायौँ यार हामीले अगा यार म त चटपट गरेर चाउचाउ चाहिँ लास्टै पिरो थियो गाइस म चाहिँ अगा कस्तो मौसम त कालो भयो यार पिरो अब चाहिँ गाइस घर जाने टाइम हुने गइसक्यो खाइयो चटपट चाउचाउ चाहिँ लास्टै पिरो भएको थियो गाइस टक्करले अब चाहिँ हामी घर जान आँटेको र मौसम चाहिँ यस्तो कालो भइदिइरहेको लास्टै पिरो यार कतिको पिरो लाँदाहरू छ हजुरहरूले मलाई चाहिँ नर्मल आगो आगो टटपटै मिठो नि है भने तिमीले आगो खायो अझ आगो खाइयो यार सो गाइज भ्लग कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक सब्सक्राइब सेयर गर्न चाहिँ नबिर्सनु होला है त सो गाइज अब चाहिँ हामीले चटपट खायो चटपट चाउमिन सब खायो सो गाइज अब चाहिँ हामीले चटपट चाउचाउ सब खाइयो अब चाहिँ घर जाने पालो सो जाने बेलामा आगो ताप्दिउँ भनेर आगो फुकेको सुरज भाइले सफा गर्छन् क्या डाउन हुन्थ्यो हिँड्दाखेरि तिमी डाइनोसर बन्छौ कुन चाहिँ के गर्नु राखेको अगाइयो गाइस सो गाइस अब चाहिँ हामीले पार्टी सार्टी गरेर सक्यो आगो सागो निमाइदिएको अब चाहिँ हामी घर जान लाग्यो सो तल गएर भेटौँलाई भिडियो बनायो फाइनली गाइज म चाहिँ अहिले घर आइसकेर आजको के अरे पार्टी चाहिँ खासै राम्रो चाहिँ भएन अहिले चाहिँ बज्यो होला 5:30 भयो होला हामी चाहिँ घर आइयो र आजको भ्लग चाहिँ यति इन्ड गरिदिन्छु र भ्लग कस्तो लाग्यो कमेन्ट गर्न लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सनु होला सो नेक्स्ट भ्लगमा भेटौँला त्यति बेलासम्म बाई